गाइस हामी चाहिँ चौधराबाट बरा क्षेत्र जाँदैछु। बरा क्षेत्रलाई सप्तकोशी कोशी अहिले अलिक सुकिरहेछ। सप्तकोशी हेर्नुहोस् ल गाइस, यस्तो छ हाम्रो सप्तकोशी। यो चाहिँ मेरो पहिलो भिडियो है गाइजहरू, माया दिनु होला है, माया पहिलो भिडियो सपोर्ट गरिदिनु होला। यताबाट चतराबाट यो बरा क्षेत्र हुँदै हामी अप गरेको भिडको माथिल्लो बाटो सिरानको बाटो हामी जाँदैछौँ। हामी बाटो कस्तो छ के छ अब त्यही होइन, सायद बाइकले चाहिँ धोका दिएला जस्तो लागिरहेछ। बाटो कस्तो छ अब हेरौँ। अरू बेला अब कोही तपाईँहरू कोही आउनु त्यो बाटो हिँड्दाखेरि तपाईँहरूलाई सहज हुन्छ। यसो अब बाटो हेरिरहँदाखेरि देखिरहँदाखेरि यस्तो रहेछ, यस्तो गाडी चाहिँ जाँदो रहेछ, यो गाडी चाहिँ अलिकति गाह्रो हुने रहेछ भन्ने कुरा तपाईँहरूलाई थाहा हुन्छ। यहाँ आइपुग्यो हाम्रो यता सुनसरी र रामपुर छुट्टिने ठाउँ। चतराको पुल यही हो होइन गाइस। यताबाट उता गयो भने चाहिँ रामपुर उतातिर गइन्छ पुगिन्छ। यताबाट गयो भने चाहिँ रामपुर, यताबाट चाहिँ हामी बरा क्षेत्र सिधै बरा क्षेत्रको बाटो ल गाइस, यही बाटो है। लाग्यो बाइकले जहाँसम्म साथ दिन्छ त्यहीँसम्म जाने हो। त्यसपछि अब खै के हुन्छ त्यतिखेर थाहा हुन्छ। अब यस्तो छ ल डाँडापाखा भिर नेपालको चाहिँ यस्तै छ। नेपालको भिरहरू डाँडापाखाहरू यस्तो छ, बाटो यस्तै छ। स्काई भेटर दुई चार रहेछ यहाँनिर। यो नयाँ पुल बन्दै रहेछ अहिले यहाँनिर। ठिकै छ, यो नि प्रगति नै हो। ल ठिक छ यतिको। सूर्य अस्ताउने बेला भइसक्यो। हामी पुगिन्छ कति बजेको नि, हिँडेको 5 बजे।